जय श्रीराम साथीहरू, शुभ बिहानीको सबैलाई मिठो सम्झना र धेरै धेरै माया छ। फेरि एउटा सानो मोटिभेट गर्ने कहानी लिएर तपाईहरुको समक्ष आएको छु। समय निकालेर अवश्य सुनिदिनु होला र सुनेर प्रतिक्रिया दिनु होला। जस्तो कि हामी मान्छेको नि दुईटा सोच राख्छौं हामी। एक नम्बर राम्रो र दूसरा नम्बर नराम्रो। जस्तो कि आज यो देखिराख्नु भएको छ तपाईले कि बिहान 5 बजेदेखि नै आज घाम लागिरहेछ, टन्टलापुर घाम लागिरहेछ। त धेरै जनाले यो सोच्छन् कि आज त बिहानदेखि बरु घाम लाग्यो, कति गर्मी हुन्छ, के गरेर गर्नु होला आजको दिन काम। तर यसैमा कसैले भने गर्मीबाट कसरी बाँच्ने भन्ने समाधान निकाल्छन् र आफ्नो काम निरन्तरै गर्छन्। त्यस्तै गरेर हामीले नि सोच राम्रो नै राख्नुपर्छ। अगर हामीले खाली म योसँग यो छैन, त्यो छैन, ह्यान छैन, त्यान छैन भनेर दुखी भएर बस्यौं भने नि एक दिन त्यो हाम्रो सोच नै सच्चैमा बदलिन्छ। त्यही जग्गामा अगर हामीले यो सोच्यौं भने कि मसँग जो छ सायद कति मान्छेहरुसँग त्यो चीज छैन पनि भनेर त्यो सोच्यौं भने नि मनलाई शान्ति र खुसी पाइन्छ। जस्तो कि एउटा अँधेरो रातमा नि अब अँधेरोको शिकायत गरेर बस्ने कि या त्यसलाई मोमबत्ती बालेर उज्यालो बनाएर बस्ने, त्यो विकल्प दुईटै हामीसँगै छ। त तपाईलाई अब के गरेर बस्नुहुन्छ त्यो तपाईमाथि छ कि अँधेरोमा बसेर आज त कस्तो अँधेरो रात ह्यान त्यान भन्दै शिकायत गरेर बस्ने कि या फेरि त्यसमा एउटा मोमबत्ती बालेर उज्यालो पारेर बस्ने। त कस्तो लाग्यो साथीहरु कहानी? प्रतिक्रिया अवश्य दिनु होला। फेरि अर्को भिडियोमा भेट गर्नेछु। तबसम्मलाई बिदा चाहन्छु। जहाँ भए पनि स्वस्थ र खुसी बस्नुस् र भगवान श्रीरामको कृपा बनिरहोस्। जय श्रीराम।